साथीहरू नमस्ते सबैजना, सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ हामी यता बुटवलको मेन रोडतिर छौँ है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ यस्तो बनिरहेको छ। त्यहाँ बाटो बन्ने काम जारी हुँदैछ है। त्यहाँ अब यता यस्तो छ। यहाँ हाम्रो बुटवलको सबैभन्दा ठुलो बुटवल सिटी सेन्टर हाउस देख्न सक्नुहुन्छ। यहाँ यता यातायातका साधनहरू छन् पुरा। यहाँ त जेसिपी मात्रै छन् त है पर्वी गाडी सिक्ने ठाउँ। शोभायात्रा भनेर आइरहेको हुनुहुन्छ। बुटवल सिटी सेन्टर होटल है चाहिँ यो होटल देख्न सक्नुहुन्छ। यस्तो छ यहाँ बुटवल। परस तिमी अहिले कुन ठाउँ छौ? बुटवलमा छौ है? नमस्ते गरिदेऊ बुटवललाई। बाटो बनाउने क्रसर मेसिन। यो हाम्रो जीप पार्क देख्न सक्नुहुन्छ साथीहरू। यता गएपछि हाम्रो गलकोट अनि गुल्मी शान्तिपुर जान सकिन्छ यताबाट पाल्पा। यो भनेको हाम्रो बस पार्क है साथीहरू। यहाँ यताबाट हामी बस पार्क जान गर्छौँ। यो हाम्रो आकाशे पुल यता गएपछि है त साथीहरू। ठ्याक्क देख्न सक्नुहुन्छ वहाँ माथि ग्लोबल बैंक, ग्लोबल आइएमई बैंक पनि छ। यो नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग देख्न सक्नुहुन्छ यहाँ रोडको। त देख्न सक्नुहुन्छ यो बुटवलदेखि भैरवा सुनौली जाने बस स्ट्यान्ड है त। यो माथिबाट आकाशे पुल तपाईँले देख्न सक्नुहुन्छ। यहाँबाट वारी र पारी जान सकिन्छ है त साथीहरू। बाटो काट्ने प्रयास नगरिदिनु होला। यो चाहिँ आन्तरिक राजस्व कार्यालय बुटवल रूपन्देही देख्न सक्नुहुन्छ साथीहरू। यहाँ यति राम्रो दृश्य है बाहिरपट्टि। अब बन्दै गरेको नयाँ लुम्बिनी हस्पिटलमा काम चल्दैछ है साथीहरू। यो नयाँ लुम्बिनी हस्पिटल बन्दैछ, यहाँ काम चल्दैछ है त साथीहरू। यता देख्न सक्नुहुन्छ। ल साथीहरू हामी यहाँ बुटवलको अन्तिममा आइसकेका छौँ। र भिडियोलाई एकदम माया गरिदिनु होला, सेयर गरिदिनु होला। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। बाई बाई साथीहरू।